हेलो गाइस, वेलकम टु माई मम्मीज छोरी ब्लगमा तपाईँलाई स्वागत छ। अनि यहाँ हेर्न सक्नुहुँदैछ तपाईँहरू, हामी चाहिँ मैले भनेको थिएँ मेरो भतिजीले छोरीको हल्दी रसम हो भनेर, तर फाइनली आज चाहिँ बे हो अनि हामी चाहिँ जान निक्लिन्छौँ। मसँग चाहिँ मेरो बुढाबुढी छन् अनि हामी सबैजना निक्लेपछि पुगेर अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ ब्यानरमा हेर्नुहोस् नाम के छ, कसको बे हो भनेर। अनि म चाहिँ जाँदैछु। अनि बे घरमा चाहिँ त्यति मान्छे भइसकेको रहेछन्, अलिअलि चाहिँ आएको रहेछन्। अनि पुगेर मैले फाइनली बेहुलीको लुक पनि देखाएँ तपाईँहरूलाई, हेर्न सक्नुहुन्छ कति राम्रो देखिएको छ। अनि त्यहाँबाट यता चाहिँ अनि उयोहरू आउनुभएको रहेछ चन्दीपाटीबाट बागदेता बोल्नेहरू, त्यहाँबाट बागदेता बोलिसक्नुभयो। त्यहाँबाट फोटोसुट पनि हुँदैछ। अनि यता खाना बनाउने मासुहरू अनि पनिरहरू थियो कि बाँकी थियो, मैले अलिअलि देखाएँ, सबै त देखाउन सक्दिनँ। अनि अलिअलि काम पनि गर्दै थिएँ। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ फाइनली हाम्रो बेहुला राजा आउनुभयो, बेहुला राजाको एन्ट्री भयो। त्यसको पछाडि अनि यता बेहुलीको भाइले बेहुलीलाई लिएर आए। अनि हाम्रो बेहुली हामी चाहिँ बेहुलाको वरिपरि घुम्दैछौँ। त्यहाँबाट वरमाला पनि भयो। अनि वरमाला भइसकेपछि यता पाउहरू चाहिँ रेडी, नाङ्लोमा के भन्छ त्यसलाई थाहा छैन, दही ठेकीहरू लिएर रेडी छन्। त्यहाँ पछाडि बेहुलीलाई लगाइसकेपछि बेहुलाले पनि अनि लगाइदिनु हुँदैछ, हेर्न सक्नुहुन्छ। तपाईँहरू कहाँबाट हेर्नुहुँदैछ कमेन्ट गरेर भन्नुहोला। अनि हाम्रो बेहुलीले पनि औँठी लगाइदिन्। त्यहाँबाट बेहुलीको काम त सक्यो। त्यहाँबाट अरू चाहिँ अब बेहुलालाई यता घरको ससुराहरूले चिना परिचय गर्नुहुँदैछ, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ के भन्छ त्यो मलाई थाहा छैन, तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरेर भन्नुहोला। अनि मेरो युट्युबमा पनि मम्मी छोरी भनेर ब्लग छ, त्यहाँ गएर तपाईँहरूले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। तपाईँहरूलाई म यही भन्न चाहन्छु, कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि यहाँ चाहिँ भइरहेछ सम्धीहरूको ढोकाइ सम्धी चिनाइ गरिराख्नु भएको छ, अलिअलि मात्रै थाहा छ, त्यहाँबाट अरू चाहिँ मलाई थाहा छैन। तपाईँलाई थाहा छ भने भन्नु यसलाई के भन्छ भनेर। अनि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ भन्नु, त्यो पनि जनाउनु। राम्रो लाग्यो भने राम्रो छ भन्नु, राम्रो छैन भने छैन भनिदिनु, कमेन्ट गरेर भन्नु होला। अनि त्यसको पछाडि यहाँ सालीहरूले चाहिँ कति छिटो बेहुलाको जुत्ता लुकाए पत्तै पाएन कि बेहुलाले चाहिँ। अनि यहाँबाट फेरि ज्वाइँलाई ससुराले चिन्ने काम गर्नुहुँदैछ, त्यो चाहिँ मलाई थाहा छैन यसलाई के भन्छ भनेर। छोरीको जिन्दगी यस्तै रहेछ होइन, सानो हुन्जेल बाबाको घरमा, ठुलो भएपछि आफ्नो श्रीमानको घरमा दुःख पीडा चाहिँ भए पनि खपेर बस्नुपर्ने रहेछ। छोरी मान्छेको जिन्दगी भनेको नि यही रहेछ। र यहाँ चाहिँ कमेन्ट गरेर भनिदिनु होला, कमेन्ट गरेर जनाइदिनु होला हाम्रो नैना छोरीलाई चाहिँ बेको हार्दिक शुभकामना जनाइदिनु होला। सरी मेरो केही बोल्नुमा गल्ती भयो भने। अनि सबैले कङ्ग्रेचुलेसन गरिदिनु होला। तपाईँ चाहिँ यो भिडियो हेरेर इन्जोय गर्दै गर्नुहोस् बिहेको। त्यहाँबाट अनि बेहुला बेहुलीलाई बोकेर जग्गामा लानुभयो। जग्गामा लागिसकेपछि अनि अब बेहुला बेहुलीको पूजाहरू स्टार्ट हुन्छ। मण्डपमा बसिसकेपछि त सबै थोक अब बेहुला बेहुलीले नै गर्नुपर्छ। अनि मेरो यहाँ सानी चाहिँ सुती छिन्। अनि बेहुला बेहुली जग्गामा बसिसकेपछि एक झलक चाहिँ मैले देखाइदिएँ। बेहुली निकै राम्रो देखिएको छ, मेकअपले चाहिँ एकदम म्याचिङ गरेको छ, उसलाई लेहेङ्गाले पनि म्याचिङ गरेको छ। अनि बेहुला बेहुलीलाई यहाँको गुरुजीले चाहिँ यता गर्नु उता गर्नु भनेर देखाउनु हुँदैछ। अनि फाइनली यता गोडा धुने पनि बेला भइसकेको छ। अनि हाम्रो यता चाहिँ मेरो जेठाजु यानि कि बेहुलीको बडा बाउले गोडा धुनु स्टार्ट गर्नुहुँदैछ। बडे आमा बडा बाउले स्टार्ट गर्नुहुँदैछ। अनि गरिसकेपछि सबैको लाइन आउँछ, लाइन सबैले गरिराख्नुपर्छ, जेठाले माइलाले साइलाले। त्यसको पछाडि चाहिँ अनि मेरो पालो आउँछ, म चाहिँ कान्छी हो नि त, मेरो चाहिँ अलिक देरी नै आउँछ पालो।
सबैले धुनु हुँदैछ, हेर्नुहुन्छ, तपाईँहरू हेर्नु सक्नुहुन्छ। कस्तो लाग्यो भन्नुहोला। यहाँ चाहिँ सबैजना अब हेर्ने गोरुले चाहिँ पोस्ट पनि दिने कि गोरुले त हेर भनेको उसले त पोस्ट पो गरिदिँदा नि। यता चाहिँ बेहुलीको साइला बडा बाउ साइले बढी आमा एकदम गर्मी थियो कि पानी त बिहान परेको थियो र पनि घाम लागेर गर्मी भएर बेहुलीको चाहिँ मेकअप जान्छ भनेर बेहुलीलाई गर्मी भएर यहाँ खबरी कागजले धम्की दिइराख्नु परेको छ। अनि हेर्नु सक्नुहुन्छ एक एकजना गरेर मेरो पालो पनि आयो, सबैले गरिसकेपछि सबैको देखाएँ, सरी सबैको देखाउन सकिनँ। अनि फाइनली मेरो पालो पनि आयो, म चाहिँ एक्लै छु कि अनि मैले चाहिँ आफै पानी लाउँदै आफै धुँदैछु। अनि मैले चाहिँ भनेको थिएँ खुट्टा पनि राम्ररी धुएको छु के भनेर भनेको थिएँ, बेहुली त नि आज धुएको काकी तपाईँ पनि के भन्नुहुन्छ भन्दै अनि भन्नु थालेँ। अनि मन्डाउनुहुन्छ कि भनेर उसको चाहिँ नि त मैले मन अलिकति फर्काइदिएको नि त, अब चेलीको यस्तै हो, आफ्नो माइती घर छोडेर जानुलाई कसलाई राम्रो लाग्छ र, अनि उसको चाहिँ मन अलिक खुलिराखोस् भनेर चाहिँ मैले त्यतिकै हँसाउने उयो गरेको। अनि मलाई चाहिँ साडीमा कस्तो देखिएको छ कमेन्ट गरेर भनिदिनु होला तपाईँहरूले। अनि मैले चाहिँ टिका लगाइदिँदैछु, टिका लगाइदिन्छु यता बेहुलीलाई, त्यसको पछाडि अनि यता बेहुलालाई लगाइदिन्छु। जान्दिनँ पहिला बेहुला लाउँछ कि बेहुली लाउँछ, तर मैले चाहिँ बेहुली नै लगाइदिएँ। अनि के भन्दै लगाइदिँदैछु, खोइ मैले के भन्दै थिएँ कि बिर्सिहालेँ। अनि बेहुलीलाई चाहिँ निकै हँसाउने कोसिस गरिरहेको छु, भने उसको जाते मन चाहिँ खराब नहोस् भनेर। तपाईँहरूले कसलाई अब निकै टाढो टाढो हुनुहुन्छ, कोही अब हाम्रो गाउँकै कता विदेशमा हुनुहुन्छ होइन, यो भिडियो चाहिँ उहाँहरूलाई पनि सेयर गरिदिनु, हेरेर उनीहरूले पनि मनोरञ्जन गरून्। अनि यहाँ बेहुलाको भाइलाई चाहिँ मैले भने कपाल चाहिँ काट्नु भएन रहेछ, टिकाले निदा नै छोप्यो, अब हातले उचाल्नु भनिदिएको थिएँ। अनि बिचरा भाइ त हाँस्दो रहेछ न। अनि यता एकजना पाहुना पनि आएर टिका लगाइदिनु हुँदैछ। अनि मेरो चाहिँ पाली सकिहाल्नु, मेरो चाहिँ छोरी रुइहाल्छ भनेर नि त। ओके गाइज, बाई बाई।